The last camp for Nepal in T20 World Cup 2026. The last camp for Nepal to show their abilities in T20 World Cup in front of world. नेपालको अब लास्ट म्याच एउटा म्याच मात्रै रहेको छ स्कुलेन्टसँग र अब यो म्याच भनेको चाहिँ नेपालले जिते पनि हारे पनि केही हुनेवाला छैन तर अब आफ्नै प्राइडको लागि हो भने यो म्याच चाहिँ जित्नुपर्ने हुनसक्छ. सो हेलो एन्ड वेलकम टु द क्रिकेट टक्स प्रेजेन्टेड बाई अभिषेक फ्रेम्स. र अब आज चाहिँ हामी भोलि हुन गइरहेको म्याच जुन चाहिँ रहेको छ भोलि दिउँसो 3:15 स्कटल्यान्ड र नेपालको बिचमा त्यो म्याचको बारेमा कुरा गर्नेछौँ. र म्याचको कुरो गर्ने भन्दाखेरि चाहिँ अब यो म्याच भनेको डेड रबर जत्तिकै हो. नेपाल र स्कटल्यान्डका लागि यो म्याच डेड रबर हो. अब दुइटैले आफ्नो प्राइडको लागि खेल्ने कुरो. अब जबकि स्कटल्यान्ड 2 पोइन्टको साथमा तेस्रो स्थानमा छ भने नेपाल अब 0 पोइन्टको साथ लास्ट स्थानमा छ. र नेपालले अब आफ्नो एक्जिस्टेन्स देखाउनको लागि भयो भने यो म्याच जित्नुपर्ने हुन्छ. त्यही छ नेपालको लागि भनेको. स्कटल्यान्डको लागि भनेको आफ्नो वर्ल्ड कप एउटा हाई इन्डमा खतम गर्नको लागि सक्नको लागि भयो भने यो म्याच स्कटल्यान्डले जित्नुपर्ने हुनसक्छ. र म्याच यसो वाङखडेमै छ. नेपालको म्याच हो सबै वाङखडेमै हुन्छ. वाङखडेमै भइरहेको छ. अब कसलाई यसो अब नेपालकोबाट हेर्ने भने चाहिँ हामीले कसको बारेमा हेर्न सक्छौँ भन्दाखेरि अब त्यही हो दिपेन्द्र सिंह ऐरी भइहाल्यो. राम्रो पर्फर्मेन्स गरिरहेछ दिपेन्द्र सिंह ऐरीले अहिलेसम्म वर्ल्ड कपमा. जुन हाम्रो वेस्ट इन्डिजसँगको म्याच थियो त्यो म्याचमा राम्रो प्रदर्शन गरेका थिए. र बलिङ हेर्नु पर्यो. बलिङमा अब गुलसन झाला बलिङ गराइएको छैन. म फेरि त्यही कुरो गरिरहेको छु जहिले होइन. गुलसन झाला किन बलिङ गराइएको छैन त्यो कुरो पनि छ. अनि अब अरू बलरहरूले कहिले स्टेप अप गर्ने हो. करण केसीले 2टा वर्ल्ड कप भयो. 2टा वर्ल्ड कपमा एउटा विकेट पनि लिएको छैनन्. त्यो पनि अर्को कुरो भयो. र सम्बल कामीलाई खेलाउने हो होइन. राम्रो पर्फर्मेन्स गरेका थिए ब्याटिङले त. अब बलिङमा थिएन राम्रो पर्फर्मेन्स वेस्ट इन्डिजसँग म्याचमा. अब त्यो एउटा म्याच मात्रै हो कि यो म्याच पनि खेलाउने हो भन्ने कुरो. र अब शेर मल्ललाई खेलाइन्छ खेलाइँदैन ललित राजवंशीको ठाउँमा. कि त अब ललित राजवंशीको ठाउँमा सम्बल कामीले खेल्न. सम्बल कामी कि त शेर मल्ल एकैजना मात्रै खेल्न सकिन्छ कि त अब करण केसी गरेर सम्बल कामीलाई स्विच गर्नु पर्यो. त्यही हो मात्रै एउटा चान्स शेर मल्ललाई खेलाउने भनेको. त्यो पनि के हुन्छ हेरौँ. र ब्याटिङमा रन आउनु पर्यो. आसिफ शेखको रन छैन. कुर्सेल बुदेलको एउटा म्याच छोडेर रन छैन. आसिफ शेखको त वर्ल्ड कपरी रनै छैन. रोहित पौडेलको पनि त्यही अलिअलि रन मात्रै छ. त्यस्तो धेरै रन हानेको छैन रोहित पौडेलले पनि. र कन्फिडेन्सै छैन हाम्रो ब्याटिङ लाइनअपमा. जुन इटलीसँग म्याच भयो त्यहाँदेखि त अब एकदमै कन्फिडेन्स नै डाउन भएको छ होइन. त्यो कन्फिडेन्स बिल्डअप गर्नको लागि भयो भने नेपालले अब राम्रो खेल्नु पर्यो. र रोहित पौडेलको क्याप्टेन्सीमा धेरै प्रश्नहरू उठेका छन्. अब त्यो प्रश्नको जवाब दिनको लागि भने राम्रो पर्फर्मेन्स गर्नै पर्ने हुन्छ यसमा. एज अ क्याप्टेन्सी पनि अनि एज अ ब्याटर पनि. अब एज अ ब्याटर राम्रो पर्फर्मेन्स गर्ने बित्तिकै अरू क्रिटिक्सहरू शान्त भइहाल्छन्. अरू कुरो शान्त भइहाल्छ त्यसै पनि. र अब राम्रो पर्फर्मेन्स गर्नुपर्ने हुन्छ. जित्नै पर्ने हुन्छ. स्कटल्यान्डसँग जित्न त्यसै सजिलो नभए पनि नेपालको लागि. नेपालको कन्टेक्समा हेर्ने भने स्कटल्यान्डको कन्टेक्समा हेर्ने भने अब 2 पोइन्ट लिएर तेस्रो स्थानमा बसेको छ. यो म्याच जित्यो भने 4 पोइन्ट हुन्छ. कहीँ पनि जाँदैन. वेस्ट इन्डिज र इङ्ल्यान्ड दुइटैको 6 पोइन्ट लिएर टपमा बसेको छ वेस्ट इन्डिज र इङ्ल्यान्डै. आजको जुन म्याच थियो स्कटल्यान्डसँग इटलीसँग इङ्ल्यान्डको त्यो म्याच इटलीले जितेको छ. एकदम थ्रिलर म्याच भएको थियो त्यो पनि. इटलीले झन्डै पछारेको थियो इङ्ल्यान्डलाई. स्याम करनले एकदम आउटस्ट्यान्डिङ बलिङ गरेर त्यहाँ पनि अब स्याम करनले डिनाइ गरेको छैन. एउटा अर्को विन एसोसिएट नेसनको जुन चाहिँ अर्को एउटा विन हुनसक्थ्यो इङ्ल्यान्डको एगेन्स्टमा. दुइटै म्याचमा अब हम भी पेले गए थिए तुम भी पेले जाओगे भन्ने जस्तै हालत भएको छ इटलीको होइन. अब स्कटल्यान्डको लागि भनेको त्यही हो. सुल्ड इन हाई नोट भन्ने कुरो. राम्रो पर्फर्मेन्स गरेर नेपालको लागि त मस्ट विनै हुन्छ. एउटा म्याच भयो भने जित्नै पर्ने हुन्छ. रोहित पौडेलको लागि त अब मस्ट विन गेम हुन्छ. किनकि वर्ल्ड कपमा 2टा एडिसन भइसक्यो रोहित पौडेलको क्याप्टेन्सीमा. एउटा म्याच पनि जितेको छैन. यो म्याच जितेर भए पनि रोहित पौडेलले चाहिँ आफ्नो क्याप्टेन्सी पक्का गर्नै पर्ने हुन्छ. नभए अब धेरै प्रश्नहरू उठिरहेछन् क्याप्टेन्सीमा. जसरी क्याप्टेन्सी चलाइरहेको छन् बलरहरू चलाइरहेको छन् होइन. त्यो कुरोहरूमा ब्याटिङको अब ट्यालेन्ट छ नेपालमा. ट्यालेन्ट नभएको होइन तर डिसिप्लिन छैन भन्ने कुरो छ. त्यो डिसिप्लिन अब देखाउनु पर्ने हुन्छ. म्याच्युरिटी देखाएर खेल्नुपर्ने हुन्छ. जहिले एक्सक्युजेसले मात्रै हुँदैन. अब इन्टरनेसनल एक्सपिरियन्स धेरै छ नेपालको. म्याचहरू त खेलेको हो अरू म्याच पनि. बलरहरूले नगरिकन बलरहरूले जुन दिन राम्रो पर्फर्मेन्स गर्छन् त्यही दिन मात्रै म्याच जितेर पनि भएन. ब्याटर्सहरूले पनि स्टेप अप गर्नु पर्यो ठुलो टुर्नामेन्टहरूमा होइन. रन्स बनाउनु पर्यो. म्याच्युरिटी देखाउनु पर्यो. आफ्नो असली प्रदर्शन देखाउने बेला आएको छ यो म्याचमा. त्यो इङ्ल्यान्डवालाको म्याच पनि अब अन्तिममा लोकेश पामले एकदम त्यस्तो एक्सप्लोजिभ इनिङ नखेलेका थिए भने त्यस्तो खतरा म्याच पनि भएको थिएन होइन. र अब त्यही हो जित्नु चाहिँ पर्यो. अब खालि दिल मात्रै जितेर भएन म्याच पनि जित्नु पर्यो नेपाल टिमले. त्यही हो मेन कुरो भनेको. र अब प्लेइङ 11 भनेको त्यही नै हुन्छ होला. प्लेइङ 11 अब चेन्जेस भनेको त्यही हो कि त अब सम्बल कामी र करण केसी मध्ये एकजना बाहिर जान सक्छन्. र अब शेर मल्ल अथवा ललित राजवंशी भित्र आउन सक्छन् यदि स्पिन फ्रेन्डली पिच भयो भने. तर जुन चाहिँ देखिएको छैन स्पिन फ्रेन्डली पिच वाङखडेमा देखिँदैन पनि. किनकि वाङखडेको पिच हो. सुरुको म्याच छोडेर हेर्ने भने त्यस्तो स्पिन चलेको पनि छैन. र अब त्यही प्लेइङ 11 हुनसक्छ. लास्ट म्याचमा आएर चेन्ज गरेर पनि के गर्नु. अब अरूलाई चान्स पनि दिन सक्छन् त्यो फाल्टै कुरो. र सन्दीप जोहरालाई चान्स दिए राम्रो हो आरिफ शेखको ठाउँमा.
त्यति दुईटा चेन्ज हुनसक्छ नेपालको प्लेइङ 11मा। र आजको भिडियोमा यति नै। अब कमेन्ट गर्नु होला स्कटल्यान्ड जित्छ कि नेपालले जित्छ, कि नेपालले पहिलो आफ्नो 2टा वर्ल्ड कपमा पहिलो जित दर्ता गर्न सक्छ, कि रोहित पौडेलको क्याप्टेन्सीमा पहिलो म्याच जित्न सक्छ त नेपालले, त्यो पक्कै पनि कमेन्ट गर्न नबिर्सिनु होला। र भिडियोलाई लाइक अनि सेयर गर्न नबिर्सिनु होला आफ्नो क्रिकेट प्रेमी साथीहरूमा, र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।